नमस्कार, आजको भिडियोमा स्वागत छ। आज हामी मौलिक हक र कर्तव्य, राज्यको निर्देशक सिद्धान्त, नीति तथा दायित्व विषयमा छलफल गर्नेछौँ। भिडियोलाई अन्त्यसम्म हेरेर आफ्नो प्रतिक्रिया दिनुहोला। मौलिक हक देशको मूल कानून संविधानमा व्यवस्था भएका हकहरू नै मौलिक हक हुन्। संविधानमा नै उल्लेख गरी राज्यले नागरिक तथा व्यक्तिलाई उपलब्ध गराएका मानिसको जीवन, मर्यादा, समानता र स्वतन्त्रतासँग जोडिएका मानव अधिकारका विषयवस्तुहरू नै मौलिक हक हुन्। राज्यका काम, कारबाही वा सरकारको स्वेच्छाचारी शक्तिबाट नागरिक वा व्यक्तिको अधिकारको अतिक्रमण हुन नदिन, संवैधानिक उपचारको व्यवस्था सहित संवैधानिक सुनिश्चितता प्रदान गरिएका न्यायिक, धार्मिक, सामाजिक, राजनीतिक, सांस्कृतिक, वातावरणीय लगायतका हक मौलिक हक हुन्। राज्यका विरुद्ध नागरिकले प्राप्त गर्ने हक मौलिक हक हुन्। मौलिक हकको हनन, हरण र हस्तक्षेप भए संवैधानिक उपचारको व्यवस्था गरिएको छ। नेपालको संविधानको भाग 3 अन्तर्गत धारा 16 देखि 46 सम्म विभिन्न 31वटा मौलिक हकको व्यवस्था गरिएको छ। मौलिक हकको महत्त्व, आवश्यकता, औचित्य, नागरिकका आधारभूत अधिकारको सुनिश्चित गर्न, व्यक्तिको प्राकृतिक र नैसर्गिक अधिकारको सुनिश्चित गर्न, मानव अधिकारको संरक्षण र सम्वर्धन गर्न, नागरिकका हक अधिकारमाथि हुने राज्यको हस्तक्षेप न्यूनीकरण गर्न, नागरिक सर्वोच्चता कायम गर्न, संविधानवादलाई आत्मसात गर्न, लोकतान्त्रिक मूल्य, मान्यता र अधिकारलाई व्यवस्थित गर्न, सामाजिक न्याय, समावेशिता र समानताको प्रवर्धन गर्न, कानूनको शासनलाई व्यवहारमा अंगीकार गर्न, राज्यको स्रोत साधनको प्रभावकारी उपयोग गर्न, न्यायिक अधिकारको संरक्षण गर्न, सरकारको स्वेच्छाचारी र निरङ्कुशताको अन्त्य गर्न, पछाडि परेका वर्ग, क्षेत्र र समुदायलाई विशेष अधिकार प्रदान गर्न, नागरिकको हक अधिकारको उल्लङ्घनमा संवैधानिक उपचारको बाटो खुल्ला गर्न, नागरिकको जीव, धन, सम्पत्ति र स्वतन्त्रताको संरक्षण गर्न, मुलुकको आर्थिक, सामाजिक एवं सांस्कृतिक विकासको लागि आवश्यक पर्ने जनशक्तिको आधार तय गर्न। मौलिक हकका विशेषताहरू राज्यका काम कारबाही विरुद्ध लक्षित हुने हुँदा नकारात्मक अधिकारको रूपमा रहन्छ। नागरिक र गैर नागरिक बीच मौलिक हक प्रयोगमा विभेद हुन सक्छ। सबै मौलिक हकहरू मानव अधिकार हुन्, तर सबै मानव अधिकार मौलिक हक होइनन्। मौलिक हक राज्यका विरुद्ध नागरिकलाई प्रदान गरिन्छ। उल्लङ्घनमा अदालत मार्फत उपचारको व्यवस्था गरिएको हुन्छ। लोक कल्याणकारी राज्यको मापन गर्ने आधारको रूपमा रहन्छ। सङ्कटकालीन अवस्थाको घोषणा हुँदा अधिकांश मौलिक हक निलम्बन हुन्छन्। राज्यको क्षमता र चाहना अनुसार नागरिकलाई प्राप्त हुन्छन्। नेगेटिभ राइट्स अफ द पिपुल एन्ड पोजिटिभ मुभमेन्ट अफ द स्टेटको रूपमा रहन्छ। मौलिक हकसँग बाँचिएका कानून जुडिसियल रिभ्यूद्वारा अदालतबाट बदर हुन्छन्। नेपालको संविधानमा मौलिक हक भाग 3 मौलिक हक र कर्तव्य धारा 16 देखि 46 सम्म। धारा मौलिक हक 16 सम्मानपूर्वक बाँच्न पाउने हक, 17 स्वतन्त्रताको हक, 18 समानताको हक, 19 सञ्चारको हक, 20 न्याय सम्बन्धी हक, 21 अपराध पीडितको हक, 22 यातना विरुद्धको हक, 23 निवारक नजरबन्द विरुद्धको हक, 24 छुवाछुत तथा भेदभाव विरुद्धको हक, 25 सम्पत्तिको हक, 26 धार्मिक स्वतन्त्रताको हक, 28 गोपनीयताको हक, 29 शोषण विरुद्धको हक, 30 स्वच्छ वातावरणको हक, 31 शिक्षा सम्बन्धी हक, 32 भाषा तथा संस्कृतिको हक, 33 रोजगारीको हक, 34 श्रमको हक, 35 स्वास्थ्य सम्बन्धी हक, 36 खाद्य सम्बन्धी हक, 37 आवासको हक, 38 महिलाको हक, 39 बालबालिकाको हक, 40 दलितको हक, 41 ज्येष्ठ नागरिकको हक, 42 सामाजिक न्यायको हक, 43 सामाजिक सुरक्षाको हक, 44 उपभोक्ताको हक, 45 देश निकाला विरुद्धको हक, 46 संवैधानिक उपचारको हक। केही धाराहरूको विस्तृत व्याख्या धारा
सोह्र सम्मानपूर्वक बाँच्न पाउने हक। 1. प्रत्येक व्यक्तिलाई सम्मानपूर्वक बाँच्न पाउने हक हुनेछ। 2. कसैलाई पनि मृत्युदण्डको सजाय दिने गरी कानून बनाइने छैन। धारा 17 स्वतन्त्रताको हक। 1. कानून बमोजिम बाहेक कुनै पनि व्यक्तिलाई वैयक्तिक स्वतन्त्रताबाट वञ्चित गरिने छैन। 2. प्रत्येक नागरिकलाई देहायको स्वतन्त्रता हुनेछ। क. विचार र अभिव्यक्तिको स्वतन्त्रता। ख. बिना हात हतियार शान्तिपूर्वक भेला हुने स्वतन्त्रता। ग. राजनीतिक दल खोल्ने स्वतन्त्रता। घ. सङ्घ र संस्था खोल्ने स्वतन्त्रता। यिनी नेपालको कुनै पनि भागमा आवत जावत र बसोबास गर्ने स्वतन्त्रता। च. नेपालको कुनै पनि भागमा पेशा, रोजगार गर्ने र उद्योग, व्यापार तथा व्यवसायको स्थापना र सञ्चालन गर्ने स्वतन्त्रता। धारा 18 समानताको हक। 1. सबै नागरिक कानूनको दृष्टिमा समान हुनेछन्। कसैलाई पनि कानूनको समान संरक्षणबाट वञ्चित गरिने छैन। 2. सामान्य कानूनको प्रयोगमा उत्पत्ति, धर्म, वर्ण, जात, जाति, लिङ्ग, धार्मिक अवस्था, भाषा, क्षेत्र, वैचारिक स्थिति, गर्भावस्था, आर्थिक अवस्था, शारीरिक अवस्था, अपाङ्गता, स्वास्थ्य स्थिति, वैवाहिक स्थिति वा अन्य कुनै आधारमा भेदभाव गरिने छैन। 3. राज्यले नागरिकहरूका बीच उत्पत्ति, धर्म, वर्ण, जात जाति, लिङ्ग, आर्थिक अवस्था, भाषा, क्षेत्र, वैचारिक आस्था वा त्यस्तै अन्य कुनै पनि आधारमा भेदभाव गर्ने छैन। 4. समान कामका लागि लैङ्गिक आधारमा पारिश्रमिक तथा सामाजिक सुरक्षामा कुनै भेदभाव गरिने छैन। 5. पैतृक सम्पत्तिमा लैङ्गिक भेदभाव बिना सबै सन्तानको समान हक हुनेछ। धारा 25 सम्पत्तिको हक। 1. प्रत्येक नागरिकलाई कानूनको अधीनमा रही सम्पत्ति आर्जन गर्ने, भोग गर्ने, बेचबिखन गर्ने र व्यावसायिक लाभ प्राप्त गर्ने र सम्पत्तिको अन्य कारोबार गर्ने हक हुनेछ। 2. सार्वजनिक हितका लागि बाहेक राज्यले कुनै व्यक्तिको सम्पत्ति अधिग्रहण गर्ने, प्राप्त गर्ने वा त्यस्तो सम्पत्ति उपर अरू कुनै प्रकारले कुनै प्रकारको अधिकार सिर्जना गर्ने छैन। 3. उपधारा 2 बमोजिम सार्वजनिक हितका लागि राज्यले कुनै पनि व्यक्तिको सम्पत्ति अधिग्रहण गर्दा क्षतिपूर्तिको आधार र कार्यप्रणाली ऐन बमोजिम हुनेछ। 4. उपधारा 2 र 3 को व्यवस्थाले भूमिको उत्पादन र उत्पादकत्व वृद्धि गर्न, कृषिको आधुनिकीकरण र व्यवसायीकरण गर्न, वातावरण संरक्षण, व्यवस्थित आवास तथा शहरी विकास गर्ने प्रयोजनका लागि राज्यले कानून बमोजिम भूमि सुधार व्यवस्थापन र नियमन गर्न बाधा पर्ने छैन। धारा 27 सूचनाको हक। 1. प्रत्येक नागरिकलाई आफ्नो वा सार्वजनिक सरोकारको कुनै पनि विषयको सूचना माग्ने र पाउने हक हुनेछ। तर कानून बमोजिम गोप्य राख्नुपर्ने सूचनाको जानकारी दिन कसैलाई बाध्य पारिने छैन। धारा 28 गोपनीयताको हक। 1. कुनै पनि व्यक्तिको जीव, आवास, सम्पत्ति, लिखत, तथ्याङ्क, पत्राचार र चरित्र सम्बन्धी विषयको गोपनीयता कानून बमोजिम बाहेक अनतिक्रम्य हुनेछ। धारा 30 स्वच्छ वातावरणको हक। 1. प्रत्येक नागरिकलाई स्वच्छ र स्वस्थ वातावरणमा बाँच्न पाउने हक हुनेछ। 2. वातावरणीय प्रदूषण वा ह्रासबाट हुने क्षति बापत पीडितलाई प्रदूषकबाट कानून बमोजिम क्षतिपूर्ति पाउने हक हुनेछ। 3. राष्ट्रको विकास सम्बन्धी कार्यमा वातावरण र विकासबीच समुचित सन्तुलनका लागि आवश्यक कानूनी व्यवस्था गर्न यस धाराले बाधा पुर्याएको मानिने छैन। धारा 31 शिक्षा सम्बन्धी हक। 1. प्रत्येक नागरिकलाई आधारभूत शिक्षामा पहुँचको हक हुनेछ। 2. प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत तहसम्मको शिक्षा अनिवार्य र निशुल्क तथा माध्यमिक तहसम्मको शिक्षा निशुल्क पाउने हक हुनेछ। 3. अपाङ्गता भएका र आर्थिक रूपले विपन्न नागरिकलाई कानून बमोजिम निशुल्क उच्च शिक्षा पाउने हक हुनेछ। 4. दृष्टिविहीन नागरिकलाई ब्रेल लिपि तथा बहिरा र स्वर वा बोलाइ सम्बन्धी अपाङ्गता भएका नागरिकलाई साङ्केतिक भाषाको माध्यमबाट कानून बमोजिम निशुल्क शिक्षा पाउने हक हुनेछ। 5. नेपालमा बसोबास गर्ने प्रत्येक नेपाली समुदायलाई कानून बमोजिम आफ्नो मातृभाषामा शिक्षा पाउने र त्यसका लागि विद्यालय तथा शैक्षिक संस्था खोल्ने र सञ्चालन गर्ने हक हुनेछ। धारा 35 स्वास्थ्य सम्बन्धी हक। 1. प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निशुल्क प्राप्त गर्ने हक हुनेछ र कसैलाई पनि आकस्मिक स्वास्थ्य सेवाबाट वञ्चित गरिने छैन। 2. प्रत्येक व्यक्तिलाई आफ्नो स्वास्थ्य उपचारको सम्बन्धमा जानकारी पाउने हक हुनेछ। 3. प्रत्येक नागरिकलाई स्वास्थ्य सेवामा समान पहुँचको हक हुनेछ। 4. प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी तथा सरसफाइमा पहुँचको हक हुनेछ। धारा 38 महिलाको हक। 1. प्रत्येक महिलालाई लैङ्गिक भेदभाव बिना समानवंशी हक हुनेछ। 2. प्रत्येक महिलालाई सुरक्षित मातृत्व र प्रजनन स्वास्थ्य सम्बन्धी हक हुनेछ। 3.
महिला विरुद्ध धार्मिक, सामाजिक, सांस्कृतिक परम्परा, प्रचलन वा अन्य कुनै आधारमा शारीरिक, मानसिक, यौनजन्य, मनोवैज्ञानिक वा अन्य कुनै किसिमको हिंसाजन्य कार्य वा शोषण गरिने छैन। त्यस्तो कार्य कानून बमोजिम दण्डनीय हुनेछ र पीडितलाई कानून बमोजिम क्षतिपूर्ति पाउने हक हुनेछ। 4. राज्यका सबै निकायमा महिलालाई समानुपातिक समावेशी सिद्धान्तको आधारमा सहभागी हुने हक हुनेछ। 5. महिलालाई शिक्षा, स्वास्थ्य, रोजगारी र सामाजिक सुरक्षामा सकारात्मक विभेदका आधारमा विशेष अवसर प्राप्त गर्ने हक हुनेछ। 6. सम्पत्ति तथा पारिवारिक मामिलामा दम्पतिको समान हक हुनेछ। सङ्कटकालमा मौलिक हकहरूको अवस्था पूर्ण रूपमा निलम्बन हुने हकहरू: निवारक नजरबन्द विरुद्धको हक धारा 23, सम्पत्तिको हक धारा 25, सूचनाको हक धारा 27, गोपनीयताको हक धारा 28, रोजगारीको हक धारा 33, श्रमको हक धारा 34, आवासको हक धारा 37, उपभोक्ताको हक धारा 44, आंशिक रूपमा निलम्बन हुने मौलिक हकहरू: स्वतन्त्रताको हक धारा 17, सञ्चारको हक धारा 19, आर्थिक स्वतन्त्रताको हक धारा 26, खाद्य सम्बन्धी हक धारा 36, दलितको हक धारा 40। नेपालको संविधानमा थपिएका मौलिक हकहरू संख्यात्मक रूपमा 10 वटा, गुणात्मक रूपमा 7 वटा। अपराध पीडितको हक धारा 21, स्वच्छ वातावरणको हक धारा 30, खाद्य सम्बन्धी हक धारा 36, आवासको हक धारा 37, दलितको हक धारा 40, ज्येष्ठ नागरिकको हक धारा 41, उपभोक्ताको हक धारा 44। राज्यका निर्देशक सिद्धान्त र नीति तथा दायित्व। राज्यका निर्देशक सिद्धान्त र नीतिको परिचय: राज्यमा विद्यमान राजनीतिक, आर्थिक तथा सामाजिक व्यवस्थाको संरक्षण गरी भविष्यको कार्यदिशा समेत सुनिश्चित गर्न अवलम्बन गरिएका मूल सिद्धान्त वा मन्त्रहरू राज्यका निर्देशक सिद्धान्त हुन्। राज्यका निर्देशक सिद्धान्तले देशको सार्वभौम सत्ता, भौगोलिक अखण्डता र राष्ट्रिय एकताको संरक्षण गर्दै सबै प्रकारका विभेद र असमानताको अन्त्य गरी सामाजिक न्याय र समानताको माध्यमबाट समृद्ध राष्ट्र निर्माण गर्ने ध्येय राखेको हुन्छ। राज्यका निर्देशक सिद्धान्तलाई व्यवहारिक रूप दिन चालिने कदम राज्यका नीति हुन्। राज्यका नीतिले निर्देशक सिद्धान्तले लिएका उद्देश्यहरू परिपूर्ति गर्न भविष्यदर्शी आयोजनाहरूको आधार प्रस्तुत गर्दछन्। राज्यका निर्देशक सिद्धान्त र नीतिहरूको कार्यान्वयन बाध्यकारी नभएर देशको आर्थिक अवस्था र सामाजिक परिवेशमा भर पर्छ। राज्यले सर्वसाधारण जनताको हित र उन्नतिका लागि नीतिहरूको क्रमशः कार्यान्वयन गर्दै जान्छ। यिनीहरूको परिकल्पना सरकारको इच्छा शक्ति, प्राथमिकता र स्रोत साधन उपलब्धताको आधारमा सुनिश्चित हुने गर्दछ। राज्य सञ्चालनको मार्ग निर्देशकको रूपमा रहने निर्देशक सिद्धान्त र नीतिहरूको व्यावहारिक प्रयोग भए नभएको सम्बन्धमा अदालतमा प्रश्न उठाउन पाइँदैन। त्यसकारण राज्यका निर्देशक सिद्धान्त र नीतिहरूलाई सकारात्मक अधिकार भन्ने गरिन्छ। राज्यको दायित्व र सीमा निर्धारण गरी नागरिकहरूको इच्छा, आकांक्षा र सर्वोपरि हितलाई प्राथमिकता र प्रश्रय दिन राज्यले जनतासँग गरेको संवैधानिक प्रतिबद्धताको रूपमा राज्यका निर्देशक सिद्धान्त र नीतिहरू रहेका हुन्छन्। नेपालको संविधानको भाग 4 मा राज्यका निर्देशक सिद्धान्त र नीतिको व्यवस्था गरी यिनीहरूको प्रभावकारी कार्यान्वयनका सम्बन्धमा नेपाल सरकारले हरेक वर्ष वार्षिक प्रतिवेदन राष्ट्रपति समक्ष प्रस्तुत गर्ने र राष्ट्रपतिले प्रधानमन्त्री मार्फत त्यस्तो प्रतिवेदन संघीय संसद समक्ष पेश गर्ने व्यवस्था रहेको छ। साथै निर्देशक सिद्धान्त र नीतिहरूको प्रगतिशील कार्यान्वयन भए नभएको अनुगमन गर्न संघीय संसदमा एक समिति रहने संवैधानिक व्यवस्था समेत गरिएको छ। राज्यका नीति निर्देशक सिद्धान्तको विशेषता: सिङ्गो समाजप्रति लक्षित, जनतासँग राज्यले गरेको संवैधानिक प्रतिज्ञा पत्र, अदालतबाट लागू हुन सक्दैन अर्थात् अदालतमा प्रश्न उठाउन पाइँदैन, न्यायिक पुनरावलोकनको दायरा भन्दा बाहिर रहन्छ, शासन सञ्चालनको मार्गदर्शन, वितरणात्मक न्यायसँग सम्बन्धित विषय, सरकारको इच्छा शक्ति, प्राथमिकता र स्रोत साधनको उपलब्धताको आधारमा सुनिश्चित हुने, आर्थिक प्रजातन्त्रको मेरुदण्ड, सार्वजनिक नीति निर्माणको आधार। राज्यका निर्देशक सिद्धान्त धारा 50। 1. राजनीतिक उद्देश्य: नेपालको स्वतन्त्रता, सार्वभौम सत्ता, भौगोलिक अखण्डता र स्वाधीनतालाई सर्वोपरि राख्ने, नागरिकको जीव, धन, समानता र स्वतन्त्रताको संरक्षण गर्ने, कानूनको शासन, मानवाधिकार, समावेशीकरण र सामाजिक न्यायका माध्यमबाट राष्ट्रिय जीवनका सबै क्षेत्रमा न्यायपूर्ण व्यवस्था कायम गर्ने, लोक कल्याणकारी राज्य व्यवस्था स्थापना गर्ने, संघीय इकाइहरूबीच परस्पर सहयोगी सम्बन्ध कायम गर्ने, शासन व्यवस्थामा समानुपातिक सिद्धान्तलाई आत्मसात गर्ने,
लोकतान्त्रिक अधिकारको उपभोग सुनिश्चित गर्ने र संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था सुदृढ गर्ने। 2 सामाजिक सांस्कृतिक उद्देश्य सबै प्रकारका विभेद, शोषण र अन्यायको अन्त्य गर्ने। सभ्य र समतामूलक समाज निर्माण गर्ने। श्रमको सम्मान, उद्यमशीलता, अनुशासन र सहिष्णुतामा आधारित सामाजिक मूल्यको विकास गर्ने। सांस्कृतिक विविधताको सम्मान र सामाजिक सद्भाव कायम गर्दै राष्ट्रिय एकता सुदृढ गर्ने। 3 आर्थिक उद्देश्य सार्वजनिक, निजी र सहकारी क्षेत्रको सहभागितामा तीव्र र दिगो आर्थिक विकास गर्ने। उपलब्धिहरूको न्यायोचित वितरण गर्ने र आर्थिक असमानताको अन्त्य गर्ने। राष्ट्रिय अर्थतन्त्रलाई आत्मनिर्भर, स्वतन्त्र र उन्नतशील बनाउने। समाजवाद उन्मुख समृद्ध अर्थतन्त्रको विकास गर्ने। 4 अन्तर्राष्ट्रिय सम्बन्ध सम्बन्धी उद्देश्य नेपालको सार्वभौमसत्ता र राष्ट्रिय हितको रक्षा गर्ने। सार्वभौमिक समानताका आधारमा अन्तर्राष्ट्रिय सम्बन्ध कायम गर्ने। विश्व समुदायमा राष्ट्रिय सम्मानको अभिवृद्धि गर्ने। राज्यका नीतिहरू धारा 51 क राष्ट्रिय एकता र राष्ट्रिय सुरक्षा सम्बन्धी नीति। ख राजनीतिक तथा शासन व्यवस्था सम्बन्धी नीति। ग सामाजिक तथा सांस्कृतिक रूपान्तरण सम्बन्धी नीति। घ अर्थ, उद्योग र वाणिज्य सम्बन्धी नीति। ग कृषि तथा भूमि सुधार सम्बन्धी नीति। च विकास सम्बन्धी नीति। छ प्राकृतिक स्रोतको संरक्षण, सम्वर्धन र उपयोग सम्बन्धी नीति। ज नागरिकका आधारभूत आवश्यकता सम्बन्धी नीति। झ श्रम र रोजगार सम्बन्धी नीति। व सामाजिक न्याय र समावेशीकरण सम्बन्धी नीति। वाट न्याय र दण्ड व्यवस्था सम्बन्धी नीति। ठ पर्यटन सम्बन्धी नीति। ड अन्तर्राष्ट्रिय सम्बन्ध सम्बन्धी नीति। क राष्ट्रिय एकता र राष्ट्रिय सुरक्षा सम्बन्धी नीति। नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता र स्वाधीनताको संरक्षण गर्दै राष्ट्रिय एकता अक्षुण्ण राख्ने। विभिन्न जात, जाति, धर्म, भाषा, संस्कृति र सम्प्रदायबीच पारस्परिक सद्भाव, सहिष्णुता र ऐक्यबद्धता कायम गरी संघीय एकाइबीच परस्परमा सहयोगात्मक सम्बन्ध विकास गर्दै राष्ट्रिय एकता प्रवर्धन गर्ने। राष्ट्रिय सुरक्षा र प्रणालीको विकास गरी शान्ति सुरक्षाको व्यवस्था गर्ने। सर्वाङ्गीण मानवीय सुरक्षाको प्रत्याभूति गर्ने। राष्ट्रिय सुरक्षा नीतिका आधारमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल लगायत सबै सुरक्षा निकायलाई सुदृढ, व्यावसायिक, समावेशी र जनउत्तरदायी बनाउने। राष्ट्रिय आवश्यकता अनुरूप नागरिकलाई राष्ट्रको सेवा गर्न तत्पर र सक्षम बनाउने। पूर्व कर्मचारी, सैनिक र प्रहरी लगायतका पूर्व राष्ट्र सेवकहरूमा रहेको ज्ञानसिप र अनुभवलाई राष्ट्रहितमा समुचित उपयोग गर्ने। ख राजनीतिक तथा शासन व्यवस्था सम्बन्धी नीति। राजनीतिक उपलब्धिको रक्षा, सुदृढीकरण एवं विकास गर्दै जनताको सर्वोत्तम मित्र समुन्नति प्रत्याभूत गर्ने। मानव अधिकारको संरक्षण र सम्वर्धन गर्दै विधिको शासन कायम राख्न। नेपाल पक्ष भएका अन्तर्राष्ट्रिय सन्धि सम्झौताहरूको कार्यान्वयन गर्ने। सुशासनको प्रत्याभूति गर्ने। आत्मसञ्चारलाई स्वच्छ, निष्पक्ष, मर्यादित, जिम्मेवार र व्यावसायिक बनाउन आवश्यक व्यवस्था गर्ने। संघीय एकाइबीच सुमधुर र सहयोगात्मक सम्बन्धको विकास र विस्तार गर्ने। ग सामाजिक र सांस्कृतिक रूपान्तरण सम्बन्धी नीति। स्वस्थ र सभ्य संस्कृति विकास गर्ने। ऐतिहासिक, पुरातात्विक तथा सांस्कृतिक सम्पदाको संरक्षण, सम्वर्धन तथा प्रचार प्रसार गर्ने। सामाजिक, सांस्कृतिक तथा सेवामूलक कार्यमा सहभागिता अभिवृद्धि गर्दै सामुदायिक विकास गर्ने। राष्ट्रिय सम्पदाको रूपमा रहेका कला, साहित्य र सङ्गीतको विकासमा जोड दिने। सबै प्रकारका विभेद, असमानता, शोषण र अन्यायको अन्त्य गर्ने। देशको सांस्कृतिक विविधता कायम राख्ने। बहुभाषिक नीति अवलम्बन गर्ने। घ अर्थ, उद्योग र वाणिज्य सम्बन्धी नीति। सार्वजनिक, निजी र सहकारी क्षेत्रको सहभागितामा राष्ट्रिय अर्थतन्त्र सुदृढ गर्ने। अर्थतन्त्रमा निजी क्षेत्रको भूमिकालाई महत्त्व दिने। सहकारी क्षेत्रलाई प्रवर्धन गर्दै राष्ट्रिय विकासमा अत्याधिक परिचालन गर्ने। आर्थिक क्षेत्रमा सबै गतिविधिमा स्वच्छता, जवाफदेहिता र प्रतिस्पर्धा कायम गर्न। नियमनको व्यवस्था गर्ने। उपलब्ध साधन, स्रोत तथा आर्थिक विकासको प्रतिफलको न्यायोचित वितरण गर्ने। उद्योगको विकास र विस्तारद्वारा निर्यात प्रवर्धन गर्ने। कालाबजारी, एकाधिकारको अन्त्य गर्दै उपभोक्ताको हित संरक्षण गर्ने। राष्ट्रिय उद्योग धन्दा र साधन स्रोतको संरक्षण र प्रवर्धन गर्ने। राष्ट्रिय अर्थतन्त्रको विकासको लागि स्वदेशी लगानीलाई प्राथमिकता दिने। वैदेशिक पुँजी तथा प्रविधिको लगानीलाई आकर्षित गर्दै पूर्वाधार विकासमा परिचालन गर्ने। वैदेशिक सहायताबाट प्राप्त रकम
राष्ट्रिय बजेटमा समाहित गर्ने, गैर आवासीय नेपालीहरूको ज्ञानसिप प्रविधि र पुँजीलाई राष्ट्रिय विकासमा उपयोग गर्ने, अन्तरप्रदेश तथा प्रदेश र सङ्घबीच समन्वय स्थापित गराई आर्थिक विकासलाई गतिशीलता प्रदान गर्ने। कृषि र भूमि सुधार सम्बन्धी नीति। वैज्ञानिक भूमि सुधार लागू गर्ने, अनुपस्थित भूस्वामित्वलाई निरुत्साहित गर्दै उत्पादन र उत्पादकत्व वृद्धि गर्ने, कृषिको व्यवसायीकरण, औद्योगिकरण, विधिकरण र आधुनिकीकरण गर्ने, भूमिको उत्पादनशीलता, प्रकृति तथा वातावरणीय सन्तुलन समेतका आधारमा नियमन र व्यवस्थापन गर्ने, कृषकका लागि कृषि सामग्री, कृषि उपजको उचित मूल्य र बजारमा पहुँचको व्यवस्था गर्ने। विकास सम्बन्धी नीति। क्षेत्रीय सन्तुलन सहितको समावेशी आर्थिक विकास गर्ने, विकासका दृष्टिले पछाडि परेका क्षेत्रलाई प्राथमिकता दिँदै दिगो रूपमा भौतिक पूर्वाधार विकास गर्ने, विकास निर्माणको प्रक्रियामा स्थानीय जनसहभागिता अभिवृद्धि गर्ने, वैज्ञानिक अध्ययन अनुसन्धान एवं विज्ञान र प्रविधिको आविष्कार, उन्नयन र विकासमा लगानी अभिवृद्धि गर्ने, राष्ट्रिय विकासमा सूचना प्रविधिको उच्चतम उपयोग गर्ने, विकासको प्रतिफल वितरणमा विपन्न नागरिकलाई प्राथमिकता दिने, एकीकृत राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणाली विकास गर्ने, जनसाङ्ख्यिक तथ्याङ्कलाई अद्यावधिक गर्दै राष्ट्रिय विकास योजनासँग आबद्ध गर्ने। प्राकृतिक साधन स्रोतको संरक्षण, सम्वर्धन र उपयोग सम्बन्धी नीति। देशमा उपलब्ध प्राकृतिक स्रोत साधनको संरक्षण, सम्वर्धन र वातावरण अनुकूल दिगो रूपमा उपयोग गर्ने, जलस्रोतको बहुपयोगी विकास गर्ने, नवीकरणीय ऊर्जाको उत्पादन तथा विकास गर्ने, जल उत्पन्न प्रकोप नियन्त्रण र नदीको व्यवस्थापन गर्दै दिगो र भरपर्दो सिँचाइको विकास गर्ने, जनसाधारणमा वातावरणीय स्वच्छता सम्बन्धी चेतना बढाउने, वातावरणीय सन्तुलनका लागि आवश्यक भूभागमा वन क्षेत्र कायम राख्ने, नकारात्मक वातावरणीय प्रभाव निर्मूल वा न्यून गर्न उपयुक्त उपायहरू अवलम्बन गर्ने, पोल्युटर पे प्रिन्सिपल अवलम्बन गर्ने, प्राकृतिक प्रकोपबाट हुने जोखिम न्यूनीकरण गर्न पूर्व सूचना तयारी, उद्धार राहत एवं पुनर्स्थापना गर्ने। नागरिकका आधारभूत आवश्यकता सम्बन्धी नीति। शिक्षालाई वैज्ञानिक, प्राविधिक, व्यावसायिक, जनमुखी बनाउँदै सक्षम, प्रतिस्पर्धी, नैतिक एवं राष्ट्रिय हितप्रति समर्पित जनशक्ति तयार गर्ने। शिक्षा क्षेत्रमा राज्यको लगानी अभिवृद्धि गर्दै निजी क्षेत्रको लगानीलाई नियमन र व्यवस्थापन गरी सेवामूलक बनाउने, उच्च शिक्षालाई सहज, गुणस्तरीय र पहुँचयोग्य बनाई क्रमशः निशुल्क बनाउँदै लैजाने, नागरिकको व्यक्तित्व विकासका लागि सामुदायिक सूचना केन्द्र र पुस्तकालयको स्थापना र प्रवर्धन गर्ने, जनस्वास्थ्यको क्षेत्रमा आवश्यक लगानी अभिवृद्धि गर्ने, गुणस्तरीय स्वास्थ्य सेवामा सबैको सहज, सुलभ र समान पहुँच सुनिश्चित गर्दै जाने, आयुर्वेदिक, प्राकृतिक चिकित्सा र होमियोपेथिक लगायत स्वास्थ्य पद्धतिको संरक्षण प्रवर्धन गर्ने, स्वास्थ्य क्षेत्रमा भएको निजी लगानीलाई नियमन र व्यवस्थापन गरी सेवामूलक बनाउने, स्वास्थ्य सेवालाई सर्वसुलभ बनाउँदै स्वास्थ्य संस्था र स्वास्थ्य कर्मीको संख्या वृद्धि गर्दै जाने, परिवार नियोजनलाई प्रोत्साहन गर्दै मातृशिशु मृत्युदर घटाई औसत आयु बढाउने, अव्यवस्थित बसोबासलाई व्यवस्थापन गरी व्यवस्थित बस्ती विकास गर्ने, कृषि क्षेत्रमा लगानी अभिवृद्धि गर्दै खाद्यान्नको दिगो उत्पादन, आपूर्ति, सञ्चय तथा प्रभावकारी वितरणको व्यवस्था गर्ने, आधारभूत वस्तु तथा सेवामा दुर्गम र पछाडि पारिएको क्षेत्रलाई विशेष प्राथमिकता दिई आपूर्तिको व्यवस्था गर्ने, सार्वजनिक यातायातलाई प्रोत्साहन र निजी यातायातलाई नियमन गरी यातायात क्षेत्रलाई सुरक्षित, व्यवस्थित र अपाङ्गता भएका व्यक्ति अनुकूल बनाउने, नागरिकको स्वास्थ्य बीमा सुनिश्चित गर्दै स्वास्थ्य उपचारमा पहुँचको व्यवस्था मिलाउने। श्रम र रोजगार सम्बन्धी नीति। देशको श्रमशक्तिलाई दक्ष र व्यावसायिक बनाउने र स्वदेशमा नै रोजगारी अभिवृद्धि गर्ने, सबै श्रमिकको आधारभूत अधिकारको सुनिश्चित गर्दै सामाजिक सुरक्षा प्रत्याभूत गर्ने, सबैले काम गर्न पाउने अवस्था सुनिश्चित गर्ने, मर्यादित श्रमको अवधारणा अनुसार सबै श्रमिकको आधारभूत अधिकार सुनिश्चित गर्ने, बाल श्रम लगायत श्रम शोषणका सबै रूपको अन्त्य गर्ने, श्रमिक र उद्यमी व्यवसाय बीच सुसम्बन्ध कायम गर्ने, वैदेशिक रोजगारीलाई शोषणमुक्त, सुरक्षित र व्यवस्थित बनाउने, वैदेशिक रोजगारीबाट आर्जन भएको पुँजी, सिप, प्रविधि र अनुभवलाई स्वदेशमै उत्पादनमूलक क्षेत्रमा लगाउने। सामाजिक न्याय र समावेशीकरण सम्बन्धी नीति। असहाय अवस्थामा रहेका एकल महिलालाई सिप, क्षमता र योग्यताको आधारमा रोजगारीमा प्राथमिकता दिँदै जीविकोपार्जनका लागि समुचित व्यवस्था गर्दै जाने, जोखिममा परेका तथा सामाजिक, पारिवारिक बहिष्करण वा हिंसा पीडित महिलालाई पुनर्स्थापना, संरक्षण र सशक्तिकरण गरी
स्वावलम्बी बनाउने, बालबच्चाको पालन पोषण, परिवारको हेरचाह जस्ता काम र योगदानलाई आर्थिक रूपमा मूल्याङ्कन गर्ने, बालबालिकाको सर्वोत्तम हितलाई प्राथमिकता रूपमा ध्यान दिने, मुक्त कमैया भूमिहीन सुकुम्बासीहरूको पहिचान गरी जीविकोपार्जनका लागि कृषियोग्य जमिन वा रोजगारीको व्यवस्था गर्दै पुनर्स्थापना गर्ने, विकासमा युवा सहभागिता अभिवृद्धि, अल्पसंख्यक समुदायको पहिचान गरी सामाजिक सांस्कृतिक लाभमा प्रयोगको विशेष व्यवस्था गर्ने, आदिवासी जनजाति र स्थानीय समुदायको परम्परागत ज्ञानसिप संस्कृति, सामाजिक परम्परा र अनुभवलाई संरक्षण र सम्वर्धन गर्ने, विपन्न नागरिकको संरक्षण, सशक्तिकरण र विकास तथा लाभका लागि विशेष व्यवस्था गर्ने, उत्पीडित तथा पिछडिएका क्षेत्रका नागरिकको आधारभूत आवश्यकता परिपूर्ति सुनिश्चित गर्ने, सामाजिक सुरक्षा र सामाजिक न्याय प्रदान गर्दा आर्थिक रूपले विपन्नलाई प्राथमिकता दिने, स्वास्थ्य सक्षम र अनुशासित नागरिक तयार गर्न खेलकुद तथा खेलाडीमा योजनाबद्ध लगानी गर्ने र खेलकुदलाई राष्ट्रिय एकता सुदृढ गर्ने एवं अन्तर्राष्ट्रिय क्षेत्रमा राष्ट्रिय समान अभिवृद्धि गर्ने माध्यमको रूपमा विकास गर्ने, सामुदायिक तथा राष्ट्रिय वा अन्तर्राष्ट्रिय गैर सरकारी सङ्घ संस्थाको लगानी र भूमिकालाई जवाफदेही र पारदर्शी बनाउँदै त्यस्ता संस्थाहरूको स्थापना, स्वीकृति, सञ्चालन, नियमन र व्यवस्थापनका लागि एकद्वार प्रणाली अपनाउने र राष्ट्रिय आवश्यकता र प्राथमिकताका क्षेत्रमा मात्र त्यस्ता सङ्घ संस्थालाई संलग्न गराउने, न्याय र दण्ड व्यवस्था सम्बन्धी नीति, न्याय प्रशासनलाई छिटो छरितो, सर्वसुलभ, मितव्ययी, निष्पक्ष, प्रभावकारी र जनउत्तरदायी बनाउने, सामान्य प्रकृतिका विवाद समाधानका लागि मेलमिलाप, मध्यस्थता जस्ता उपाय अवलम्बन, सबै क्षेत्रका राजनीतिक, प्रशासनिक, न्यायिक, सामाजिक भ्रष्टाचार र अनियमितता नियन्त्रणका लागि प्रभावकारी उपाय अवलम्बन गर्ने, पर्यटन सम्बन्धी नीति, नेपालका सम्पदाहरूको पहिचान एवं प्रचार प्रसार मार्फत पर्यटन उद्योगको विकास गर्ने, पर्यटन उद्योगको लाभ वितरणमा स्थानीय जनतालाई प्राथमिकता दिने, अन्तर्राष्ट्रिय सम्बन्ध सम्बन्धी नीति, नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता र राष्ट्रिय हितको रक्षा गर्न क्रियाशील रहने, संयुक्त राष्ट्रसङ्घको बडापत्र, असंलग्नता, पञ्चशीलको सिद्धान्त, अन्तर्राष्ट्रिय कानून र विश्व शान्तिको मान्यताका आधारमा राष्ट्रको सर्वोपरि हितलाई ध्यानमा राखी स्वतन्त्र परराष्ट्र नीति सञ्चालन गर्ने, विगतमा भएका सन्धिहरूको पुनरावलोकन गर्दै समानता र पारस्परिक हितको आधारमा सन्धि सम्झौताहरू गर्ने, धारा 53 राज्यको दायित्व, नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता र स्वाधीनतालाई अक्षुण्ण राख्ने, मौलिक हक तथा मानव अधिकारको संरक्षण र सम्वर्धन गर्ने, राज्यका निर्देशक सिद्धान्तहरूको अनुसरण तथा नीतिहरूको क्रमशः कार्यान्वयन गर्ने, नेपाललाई समृद्ध तथा समुन्नत बनाउने, राज्यको निर्देशक सिद्धान्त र नीति कार्यान्वयनमा देखिएका समस्याहरू कार्यान्वयन बाध्यकारी नहुने र संवैधानिक उपचारको व्यवस्था नहुँदा कार्यान्वयन पक्ष फित्लो, सरकार परिवर्तनसँगै राज्यका नीति तथा प्राथमिकतामा समेत फेरबदल हुने हुँदा राज्यका नीति निर्देशक सिद्धान्तको कार्यान्वयनमा उदासीनता, नीति निर्देशक सिद्धान्त कार्यान्वयन गर्ने दीर्घकालीन योजनाको अभाव, पर्याप्त पुँजी र प्रविधिको अभाव, सङ्घ प्रदेश र स्थानीय तहबीच आपसी समन्वय र सहकार्य नहुनु, भौगोलिक विकटता र भूपरिवेष्टितताले विकास सम्बन्धी नीति, प्राकृतिक स्रोत साधनको संरक्षण सम्बन्धी नीति तथा नागरिकका आधारभूत आवश्यकता सम्बन्धी नीतिको कार्यान्वयन चुनौतीपूर्ण हुनु, न्यून चेतना स्तर, रूढिवादी सामाजिक सांस्कृतिक दृष्टिकोण, संकीर्ण सोच लगायतको कारणले गर्दा सामाजिक तथा सांस्कृतिक रूपान्तरण सम्बन्धी नीति तथा अन्य नीति कार्यान्वयनमा समस्या देखिनु, अनुगमन तथा मूल्याङ्कन प्रणाली कमजोर, सार्वजनिक प्रशासनमा विद्यमान रहेको अनियमितता, भ्रष्टाचार, ढिलासुस्ती आदिलाई निरुत्साहित गर्न नसक्नु। आजलाई यति नै, बाँकी अर्को भिडियोमा केही जिज्ञासा, प्रतिक्रिया र सुझाव भए कमेन्ट गर्नुहोला। भिडियो यहाँसम्म हेर्नु भएकोमा धन्यवाद। हामी यस्तै अन्य टपिकमा पनि सामग्री लिएर आउनेछौँ, त्यसैले च्यानललाई सब्स्क्राइब गर्न नभुल्नुहोला।